जति राम्रो भए पनि जब खरो तब सारो है मम्मी मम्मीले त्यही भन्छ नमस्कार सबैलाई आज चुम्लुङ भन्दा एक दिन अगाडि जुलाई 10 मा यति राम्रो वेदर छ अनि चुम्लुङ भन्दा अगाडि चाहिँ छिटो छिटो भिडियो गरेर तपाईहरुलाई देखाउनु पर्यो भनेर आएको छु हेर्नुस् त कति राम्रो मकैहरु बनेको छ कस्तो राम्रो हावा पनि चलिरहेको छ हाम्रो हिउँदे सिबीहरु पनि हेर्नुहोस् हैन कति राम्रो भएको छ आज सबैलाई हाम्रो लिम्बूको तर्फबाट सिसेक्पा तङनामको हार्दिक शुभकामना सिसेक्पा तङनाम भनेको चाहिँ हामीले अबको दिनदेखि चाहिँ धान जौ गहुँहरु रोप्न थाल्छौं त्यसपछि चाहिँ चासोक तङनाम डिसेम्बर महिनामा चाहिँ हामी सबै त्यो उम्रेको चीजहरु फलेको चीजहरु चाहिँ हामीले हाम्रो फेरि युमालाई चढाएर अर्को चाड मनाउँछौं डिसेम्बरमा चाहिँ चासोक तङनाम यो चाहिँ भयो हाम्रो सिसेक्पा तङनाम भन्दा अगाडिको दृश्य यस्तो छ हाम्रो बारी म तपाईलाई देखाउँछु अब हाम्रो टेन्ट भित्र के छ के फलेको छ भनेर है त सेवारो यो अकबरेहरु कतिमा बेच्दै हुनुहुन्छ त फलेकै त छैन कहिले फल्छ होला हेर्नुस् त कति अल्गो भइसकेछ नि त नि फलेकै त छैन फलेपछि बेच्ने कुरा आउँछ नि अहिले त फलेकै छैन यहाँ बजार गएको थिएँ कस्तो भएछ भनेर हेर्दा आएको त अलिअलि कोही चाहिँ फल्न थालेछ अब पानी लाउनु पनि दिँदैन अरे अब कसरी पाल्ने हो यिनीहरुलाई कसरी पाल्ने हो के अकबरे त फल्दै रहेछ मसिनो फल्दै रहेछ यत्रो मात्र त हुँदैछ तर यो त हेर्दा एक हप्तामा खानु हुन्छ हुनुहुन्छ यो यो सब फल्नु सुरु भयो है एक दुई हप्तापछि चाहिँ यहाँ तपाईहरुको नाम लिस्टमा दिनु होला हामीलाई नाम लिस्टमा पसिसक्यो यो सबै बोटहरु रिजर्भ भइसक्यो त रिजर्भ भइसक्यो फल चाहिँ बोट हैन फल चाहिँ कति त लडेर के पनि तिहारको लागि अहिले रोप्ने हो त अनि मम्मी अनि सयपत्री अहिले खोर्सानीको बीचमा यति राम्रो तिउरे मलाई सानैदेखि अब तिउरेहरू यो सयपत्री चाहिँ एकदम सानैदेखि आँखामा भोकाएर रोपिरहनु कस्तो मन मखमली तिउरे सयपत्री कस्तो राम्रो फुल्छ है भित्र हैन पातै बेगर त्यही भनेको मेरो के रे कुबिन हिरौला छानामाथि हिरौला फल्यो त अनि हाम्रो थाङ्ग्रामाथि गिरौला छानामा यहाँनिर अस्ति काँक्रा खाँदै ल्याएको त बिर्सेर हेर्न यहाँ काँक्रा खाँदै ल्याएको त यहीँ बिर्सेछु खतम अब यहीँ मल कसरी बिर्सिनु हो काँक्रा काम गरेको धुनमा के हुन्छ नि कति राम्रो रोज फुल त्यो रोज हैन एउटा सिस्नो अब फुल्नु छोड्यो यो सिस्नो के भएको मम्मी यो सिस्नो चाहिँ अब फुल्छ अब मात्र खानु मिल्छ हैन त हाम्रो टनल सिस्नो त्यत्रो टनल जत्रो अल्गो भइसकेछ यस्तो अम्लो हुन्छ बिहान बेलुका अर्कै हुन्छ त्यो सिस्नो के को पत्थर चट्टाको ए हो र पातै खानुहुन्छ तपाईँ कस्तो लाग्दैछ त मम्मी जुलाईको महिना हाम्रो अलटमेन्ट जति राम्रो भए पनि जब खरो तब सारो है मम्मी मेन पानी चाहिने बेला चाहिँ पानी छैन यो चाहिँ पत्थर चट्टा चाहिँ यस्तो छ कति राम्रो छ पत्थर चट्टा यो चाहिँ किडनी स्टोन्सहरु हुँदाखेरि के गर्दा चाहिँ नेपालमा चाहिँ खान्थ्यौं यो टनल भित्र हेरौँ न त
खै के भयो मम्मी लहरे आँख फल्यो त लहरे आप फल्यो के को पेसन फुट होइन यो प्यासन फ्रुट ओहो लहरे आप त हेर्नुहोस् त मम्मीले उमारेरै छाड्नु भयो यसलाई भन्छ लहरे आप यहाँ फल्यो तपाईँलाई देखाउँछु हाम्रो लहरे आप फलेको हेर्नुहोस् त युकेमा यो मम्मीले कहाँबाट हामीले मार्क्स एन्ड स्पेन्सरबाट लिएको होइन थियौँ यो चाहिँ नेपालदेखि यो चाहिँ नेपालकै हो अनि कहाँ छ मम्मी अर्को ए पेसन फुट देख्थ्यो यहाँ छ के फ्रुट अरे मम्मी पेसिन के अरे न्युजिल्यान्ड स्पेनिस पछि पेसिन पेसिन फुट एउटा न्युजिल्यान्ड स्पेनिस अब पेसिन फ्रुट सक्यो यहाँ छ नि देखेँ यो थाङ्रा चाहिँ के को लागि मम्मी यसकै हो यसरी जाने त्यो माथिको चाहिँ ए माथिको चाहिँ अनि यो चाहिँ काँक्राको लागि ऊ काँक्रा आउँदैछ काँक्राको लागि छोड्दिने मारुती फुल भन्छ नि यहाँ के भन्छ मारुती फुल भन्दो रहेछ मारुती फुल ए मारुती फुल अनि डन्डा मात्र छ त अनि यहाँ यस्तो फुल मारिदिने राम्रो जुम गर्दा फुलै फुल मारुती यो चाहिँ सबै भयो हाम्रो अकबरेको बोटहरू यस्तो छ मम्मीले यो चाहिँ प्यासन फ्रुटको लागि थाङ्रा बनाइदिनु भएको अरे अर्कोचोटि खिच्दा त नानी यो मारुती फुल त फुल्ने रहेछ है हो र अनि यो चाहिँ भयो काँक्राहरू यो होइन पहिला यो त फर्सी कालो बेसारे मुनि त कालो बेसार औषधि ठुलो फुल्दैछ कालो बेसार क्लेभेन्टी हेर्नुहोस् त ए यहाँ रहेछ नि त ठुलो भइसकेको चाहिँ क्लेभेन्टी पनि हेर्नुहोस् त अनि मेरो टिम छ यस्तो मम्मीको टिमुर के पुगेन के टिम यस्तो भयो क्या घाम जाँदा भयो कि घाम जाँदा पनि खै के भयो यसलाई पानी तल जम्यो कि होइन फलेको पनि झरेर गइसक्यो क्या हो फलेको थियो त यो चाहिँ के हो मम्मी यताको खोर्सानी भयो यहाँको हिरोलाको बोट यो घिरौलाको बोट छैन यही मात्र फलेको छिपेको छ त फेरि मम्मीले घिरौला के त्यो भन्छ घिरौला चाहिँ हामीले आधी चाहिँ यहाँभित्र छ अनि आधी चाहिँ हामीले बाहिर यसरी निकालेको छौँ यसरी यहाँ बाहिर निस्केको छ घिरौला मम्मी आफ्नै बारीदेखि सपिङ गर्दै हुनुहुन्छ अरू के लानुहुन्छ मम्मी अब यो सपिङमा भेजिटेबल्स सपिङ यो मकै हेर्नु कति राम्रो एउटा मात्र मकैको बोट आफै उम्रेको हो कति राम्रो आइसकेको छ पनि यो सबै स्यालबाट बचाउनुको लागि मम्मीले के बजार गए पनि फर्किँदा जाँदा निस्केर जानु मनपर्छ बारी ए ऊ रत्न आन्टीले दिनुभएको सयपत्री फुल सेतो हिजो यहाँ सेतो बट्टा कस्तो मिठो हुन्छ इट्याम छ सेतो फलेको सेतो गट्टा टलक्क टल्केछ नि त ए यो फुलेको फुल
यो भयो तुने बोडी यो भयो तुने बोडी भर्खरै लाग्दैछ यत्रो सानो सानो यो फल्ला जस्तै छैन मन फल्दैछ है यो चाहिँ के हो मम्मी यो कोर्जेट फर्सी हामी सबैभन्दा ज्यादा तरकारीमा चाहिँ कोर्जेट फर्सी नै खान्छौँ यो चाहिँ मजाले फल्दो रहेछ हिन्दी सिबी चाहिँ तर यसपालि खालि सबै यो हरियो लाम्चे खाले मात्रै परेछ क्या अर्को च्याप्टो खालको सेतो त्यो तिनीहरू गर्ने सेतै थिएन र फुलेको छैन यहाँनिर हाम्रो ठुलो मिन्टको सानो जग्गा छ ठुलो मिन्टको सानो जग्गा होइन मिन्टको धेरै धेरै मिन्टहरू सानो जग्गामा मजाले राखेका छौँ तुलसी बेजिल यो तुलसी खै तुलसी कति राम्रो छ तुलसी बेजिल यो चाहिँ तुलसी यो चाहिँ बेजिल तुलसीलाई नि इङ्ग्लिसमा होली बेजिल भन्छ थाहा छ मम्मी हो र बेजिलले भन्छ तर होली भन्छ ए हो यो यो तितेपाती हो काँचो तितेपाती के हो यो अहिले ग्यान्थुङे फुल हो नि अब फुल्छ यो चाहिँ मिन्ट यो मिन्ट नेपालीमा पदेना अनि म चाहिँ मेरो मम्मी उहाँ चाहिँ मेरो मम्मी उहाँहरू चाहिँ को हो इस्कुसहरू उहाँहरू इस्कुसहरू हो उहाँहरू कतिखेर फल्छ उहाँहरू आफ्नै मर्जीले फल्नुहुन्छ अब कतिखेर फल्छ यो भयो उहाँहरू भयो टमाटर के सुट मम्मी के सुट सुट हप सुट यहाँ छ बेलुकाको छ उपर छ यो अर्को साल चाहिँ यो टन्नै हप्सुट मात्रै हुन्छ है तपाईँ यत्रो हप सुट रोपेर चाहिँ के गर्ने हो मुन्टा खाने हो नि हो र यी कति महँगो छ भन्नु त तपाईँलाई खै यसको मुन्टा चाहिँ होइन ल लाख रुपियाँ मुन्टा चाहिँ होइन यसको फुल हुँदो रहेछ त्यसले चाहिँ बियरहरू वाइनहरू बनाउँदो मर्चा जस्तो काम गर्दो रहेछ त्यसलाई चाहिँ किलोको लाख पर्छ अरे सुनेको पक्कै चाहिँ थाहा छैन होइन अनि हाम्रो सबै नेपालीहरूले चाहिँ अब यसको मुन्टालाई लाख पर्ने मुन्टा खायौँ भन्नुहुन्छ तर होइन क्या मुन्टालाई चाहिँ फुललाई भर्खर फल्दैछ तर यो यसको डाल अनुसारको फल चाहिँ छैन है यसरी फल्नुपर्ने नक्कल चाहिँ साह्रै नक्कल भइसक्यो दाल नभएको चाहिँ फल छ होइन त्यो नभएको फल छैन हामी टमाटरहरू चाहिँ यसरी धेरै रोपेर हामी चाहिँ फ्रोजन गरेर राख्छौँ फ्रिजमा अनि त्यो चाहिँ हामीले सालभरि खान्छौँ अहिलेसम्म हामी अस्तिको सालकै टमाटर खाइरहेको छौँ कहिले किनेको छुइनँ टमाटर किन्ने चलन छैन अनि यहाँ पनि फल्दैछ यसरी लौका डल्ले लौका यो लौकाहरू फल्दैछ है मम्मी मजाले डल्ले लौका मजाले फल्दैछ यी दाना दाना यहाँ यी बराबर दाना यस्तो दानै दाना यो पुष्पा यो भयो मकै घारी मम्मी यो मुनिको त के पो हो मुनिको तपाईँ चाहिँ के गर्दै हुन्छ हरेक दिन खाने केल सब्जी हामीले कहिले खायौँ मम्मी यो पालक यस्तो यो मुन्टा भातै पात यसको पात यस्तो पर्वादीले ल्याइदिनु भएको किनेर अनिनहरू फर्सी यता फर्सी तेल अनि त्यहाँ बिटरुट मम्मी बिटरुट फलेको रहेछ लगौँ न कहाँ छ घरमा त ए हो र घरमा छ र हजुर बनाइदिन्छु म त खानु मिल्दैन आज तर अनि यत्रो फलेको घरमा देखिनँ त मैले त नि यिनीहरू चाहिँ भयो घरतरु यिनीहरू कति चिप्लो चिप्लो पातहरू है मम्मी अनि यसरी माथिबाट चाहिँ थाहा छ मुनि चाहिँ हाम्रो सागसब्जी हरेक दिन खाने यो
को विन्डो चाहिँ मेरो फेभरेट भएर मम्मीले कुन महिना फल्छ मम्मीको विन्डो यस्तो छ है हाम्रो फ्रोजन राख्दा हुन्छ नि क्रानबेरी त फ्रोजन राख्दा हुन्छ नि मम्मी क्रानबेरिजहरू त्यहाँ भयो हाम्रो पेयर ऊ चाहिँ त मम्मीले के पो भन्नु त्यत्रो ठुलो त त्यो चाहिँ पेयर्स हो त्यो चाहिँ आराममा के हो किमुको यत्रो ठुलो रुख हुन्छ कत्रो काटेको त अब यो इस्कुसहरू यस्तो आउँदैछ यो चाहिँ इस्कुस उहाँको नाम चाहिँ इस्कुस उहाँको नाम चाहिँ इस्कुस हो उहाँलाई कतिखेर फल्नु मन चाहिँ थाल्दैन उहाँ अब आफ्नै मर्जीले फल्नुहुन्छ आफ्नै मर्जीले जानुहुन्छ आफ्नै मर्जीले फल्नुहुन्छ उहाँले कति हरियाली मजाको भएको छ यो फुलको नाम चाहिँ के हो मम्मी मन परेको मात्र है मम्मी मकै पनि हाल्नुभयो सपिङ ब्यागमा मम्मीले अब अब यसको अर्को पार्ट 2 चाहिँ म तपाईलाई अर्को भिडियोमा देखाउँछु छिटै नै सायद 2-3 दिनमै त्यसैले लाइक सब्स्क्राइब गरिदिनु होला अर्को भिडियोमा छिटै भेटौँला बाइ बाइ